सबैजनाले सक्सेसको कुरा त गरिरहनु भएको हुन्छ। बिग हाउस, बिग कार, लग्जरी लाइफ, तर रियल ट्रुथ चाहिँ कसैले भन्न चाहनुहुन्न। त्यही भएर आज म तपाईहरुलाई सक्सेसको रियल ट्रुथ के हो भन्न चाहन्छु। स्पेशली इफ यु आर अ सेफ वर्कर अर लाइफमा स्ट्रगल गर्दै हुनुहुन्छ भने यो भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। दिस माइट बी चेन्ज योर माइन्डसेट। सबैभन्दा पहिलो ट्रुथ, सक्सेस एक्साइटिङ हुँदैन, बोरिङ हुन्छ। सेम काम, सेम रुटिन, सेम प्रेसर। जस्तै किचनमा हेर्नुहोस् न, डेली कटिङ, क्लिनिङ, सेम डिस रिपिट। प्राय जस्तो मान्छेहरूले यो पार्ट सोशल मिडियामा देखाइरहनु भएको हुँदैन। सबैजनाले फाइनल रिजल्ट मात्र देखाइरहनु भएको हुन्छ। त्यसैले भन्ने गरिन्छ, इफ यु क्यान ह्यान्डल बोरिङ रुटिन यु बिकम सक्सेसफुल। सेकेन्ड ट्रुथ चाहिँ के छ भन्दा, ट्यालेन्ट भन्दा कन्सिस्टेन्सी स्ट्रङ हुन्छ। कोही सेफ नेचुरली ट्यालेन्ट हुन्छ भने कोही सेफ चाहिँ प्र्याक्टिस गरेर अगाडि बढिरहेको हुन्छ। गेस गर्नुहोस् त कसले जित्छ होला? तपाईहरुलाई के लाग्छ कमेन्टमा भन्नु होला। मलाई चाहिँ जसले गिभ अप गर्दैन त्यसले जित्छ जस्तो लाग्छ। त्यसैले भन्ने गरिन्छ, ट्यालेन्टले स्टार्ट गर्न हेल्प गर्छ बट कन्सिस्टेन्सीले फिनिस गर्छ। अर्को थर्ड ट्रुथ चाहिँ के भन्न चाहन्छु भने, सक्सेसको जर्नीमा हामी सबैले एक्लो फिल गरिरहेको हुन्छौँ। फ्रेन्डहरूले बुझ्दैनन्, फेमिलीले डाउट गरिरहनु भएको हुन्छ, जहिले काम काम भनेर हिँडिरहेको हुन्छ, कसैले पनि सपोर्ट गर्दैन। तपाईँ काम गरिरहनु भएको हुन्छ, अरू मान्छेहरू इन्जोय गरिरहेको हुन्छ र यस्तो बेलामा धेरै मान्छेहरूले गिभ अप गर्ने चान्सेस हुन्छ। बट रिमेम्बर द्याट्स द टिप। फोर्थ ट्रुथ चाहिँ, धेरै जस्तो मान्छेहरू आफ्नो स्ट्रगलिङ फेजमा फेल भइरहेको हुन्छ। किचनमा मिस्टेक हुन्छ, फुड बर्न हुन्छ, सेफ वा म्यानेजरले गाली गरिरहनु भएको हुन्छ, तर यो सब नर्मल हो। फेलियर इज ट्रेनिङ नट इन्डिङ। सो जति फेल हुनुहुन्छ त्यति नै सिक्नुहुन्छ। ट्रुथ, सक्सेस चाँडो हुँदैन। सबैजनालाई फास्ट रिजल्ट चाहिन्छ, तर रियालिटी स्लो हुन्छ। एक्जाम्पलकै कुरा गर्ने हो भने 1 वर्ष सिक्नलाई लाग्छ, 2 वर्ष स्ट्रगल गर्नु पर्यो, 3 देखि 5 वर्षमा चाहिँ बिस्तारै ग्रोथ हुँदै जान्छ। बट प्रब्लम के छ, मान्छेहरू 6 महिनामै गिभ अप गरिदिनुहुन्छ। सिक्स्थ ट्रुथ, मोटिभेसन धेरैले दिनुहुन्छ तर टेम्पोररी हुन्छ। तर याद गर्नुहोस्, आफूसँग भएको डिसिप्लिन चाहिँ जहिले पर्मानेन्ट हुन्छ। डिसिप्लिन भनेको चाहिँ आफ्नो मुड नभएको बेलामा नि काम गर्ने एकदम इम्पोर्टेन्ट कुरा हो सेफ लाइफमा। सो मोटिभेसनै छैन भन्नु भन्दा नि आफू डिसिप्लिनमा बस्ने टु बी अ सक्सेसफुल। लास्ट ट्रुथ, तपाईको लाइफ चेन्ज गर्न कोही पनि आउनु हुँदैन। नो सेफ, नो म्यानेजर, नो लक, नो फ्रेन्ड्स। तपाईहरु आफै रेस्पोन्सिबल हुनुहुन्छ। स्किल बढाउनु पर्छ, हार्ड वर्क गर्नुपर्छ अनि आफ्नो लाइफ आफै बनाउनु पर्छ। सो अब तपाईलाई रियालिटी थाहा भयो होला कि सक्सेस इजी छैन, फास्ट छैन, तर पोसिबल चाहिँ छ है। इफ यु आर रेडी टु स्ट्रगल, तपाई 90% मान्छे भन्दा अगाडि हुनुहुन्छ। सक्सेस लक्की मान्छेको लागि होइन, यो उनीहरुको लागि हो जो लाइफमा कहिले गिभ अप गर्दैन।